ओके, सबैलाई सन्ध्याकालीन नमस्कार। पोएट्री नाइटको 8औं वसन्त भनौँ है, 8औं वसन्तमा हामी छौँ। टपिक हेर्दा यसपालि आफै होमवर्क गरेर आए जस्तै हो होइन। महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चिन्नु, लक्ष्मीप्रसाद देवकोटालाई चिन्नु र उहाँलाई वर्णन गर्नु दुईटा फरक धारका कुराहरू हुन्। सबैले चिना छौँ, हालाकि सबैले सुन्नै भएको होला। हातको मैला सुनको थैला के गर्नु धनले, मुना मदनको यो एउटा पंक्ति मध्ये रहेको छ। लक्ष्मीप्रसादलाई आफ्नो शब्दहरूमा सृजना गर्ने प्रयास गरेको छु, आशा गर्छु मन पर्नेछ। साधारण कुलमा जन्मिए ज्ञानी, दर्शन थियो मनमा विचारमा पानी। लक्ष्मीप्रसाद थियो नाम यिनको, जोगी झै सरल निस्वार्थ बानी। धनी थिएनन् धनका भण्डारमा, धनी थिएनन् धनका भण्डारमा, तर गरिब कहिले भएनन् उच्च विचारमा। कलम समातेर लडे मनको युद्ध, गरिबको हाँसोमा खोजे सिद्ध। कलम समातेर लडे मनको युद्ध, गरिबको हाँसोमा खोजे सिद्ध। म तिम्रो मान्छे हो भन्ने जब, जाग्यो जनतामा नयाँ आशा। उहाँको एउटा रचना आएको थियो, दलित समुदाय गरिब समुदायहरूलाई लक्षित गरेर, म तिम्रो मान्छे हो भनेर उहाँले आफूलाई जोडिनु भयो त्यो समुदायसँग। म तिम्रो मान्छे हो भन्ने जब जाग्यो जनतामा नयाँ आशा। निमुखालाई भयो आभास, अब उनको पीडाले पायो भाषा। त्यस पछाडि धेरैले आफ्नो कुराहरू राख्न थाले। राणाकालीन समयहरू थिए, राजाका समयहरू थिए, सामन्ती समयहरू थिए। कविताले बोयो जीवनको भार, उनको रचना मुना मदनले पायो माया अपार। कतिले पढ्नु भएको छैन। मुना मदन नेपाली साहित्यकै एउटा सफल काव्य मध्ये पर्छ। लक्ष्मीप्रसाद देवकोटालाई चिया र चुरोट साह्रै मन पर्थ्यो, तपाईलाई थाहा छ छैन। उहाँले चिया र चुरोट बिना रचना नै गर्नु हुँदैन थियो। मेचमा चियाको गिलास र हातमा चुरोट सल्काई, मेचमा चियाको गिलास र हातमा चुरोट सल्काई। कस्तो अद्भुत हो यो रचनाकार, पस्किदियो शकुन्तला जस्तो नाटक एउटै श्वासमा सकाई। भने चाहिँ उहाँले मेचमा चियाको गिलासै गिलास र हातमा चुरोटै चुरोट राखेर शकुन्तला जस्तो महान नाटक एउटै श्वासमा लेख्नु भएको थियो। कुनै दम्ब नराखी भई सरल हिँडे यो ब्रह्मज्ञानी, कुनै दम्ब नराखी भई सरल हिँडे यो ब्रह्मज्ञानी। लेख्थे गम्भीर भावका रचना, तर ठट्यौला गर्ने बानी, तर ठट्यौला गर्ने बानी। उहाँहरूको साथीहरूले भन्नुहुन्छ लक्ष्मीप्रसाद साह्रै कविता लेख्दै जोक सुनाइदिनुहुन्थ्यो अरे, तर ठट्यौला गर्ने बानी। जीवनको उत्तरार्धमा, अहिलेको हाम्रो समयमा हामी डिप्रेसन भन्छौँ, त्यो बेला जीवनको उत्तरार्धमा लक्ष्मीप्रसाद देवकोटा मानसिक रोगबाट ग्रसित हुनुभएको थियो। उहाँको आर्थिक अवस्था पटक्कै राम्रो थिएन। हामीले पढेअनुसार, हामीले बुझेअनुसार कोठामा बत्ती नहुँदा बाथरुमको बत्तीमा रचना लेख्ने बानी थियो उहाँको। कतिले सुन्नु भएको छ भने लक्ष्मीप्रसादले एक पाउ मासु लिनुभयो भने बजारभरि हल्ला गर्दै आउनुहुन्थ्यो, भरे मेरो घर आइज मासु पाकेको छ। यति ठुलो मनको उहाँ। नरोको पीडा रोग र भोकले, नरोको पीडा रोग र भोकले, लेख्दै गए रचना उही तेज र सोखले। लगभग 58-59 वर्षमा उहाँको देहान्त भएको थियो। तर आफ्नो जीवनको उत्तरार्धमा पनि उहाँले रचना लेख्न छोड्नु भएन। रचनामा त्यही मिठो स्वर पनि थियो। लक्ष्मी न धनको धनी थिए, लक्ष्मी न धनको धनी थिए, लक्ष्मी न मनको गरिब थिए। लक्ष्मी न गरिबबाट टाढा, न धनीको करिब थिए। शब्दका विश्वकर्मा, वाणीको माली, साहित्य संसारको अमर सिपाली। नेपाली साहित्यले बिर्सिने छैन कालो कोट, हाटमा क्याप्स्टन, साइकल र त्यो झोला। क्याप्स्टन चाहिँ उहाँले खाने चुरोट, त्यो बेला क्याप्स्टन भन्ने चल्थ्यो, उहाँले त्यो चुरोट खानुहुन्थ्यो। कालो कोट, हातमा क्याप्स्टन, साइकल र त्यो झोला। यात्री र पल्टन जस्तो कृतिले अझै पाठकलाई प्रेरणा दिँदै होला। कसैले पढ्नु भएको छ भने पल्टन नेपाली सेनालाई प्रोत्साहन दिनको लागि लेख्नु भएको थियो र यात्री चाहिँ सत्कर्म गर्नको लागि हामीहरूलाई दिएको एउटा रचना हो।
खोइ कुन कालमा टल्किनेछ देवकोटा सरहको तारा साहित्य जमातमा। खोइ कुन कालमा टल्किनेछ देवकोटा सरहको तारा साहित्य जमातमा। देह नरहे पनि देवकोटा जीवित रहनेछन् मन भाव र इतिहासमा। देह नरहे पनि देवकोटा जीवित रहनेछन् मन भाव र इतिहासमा। देवकोटालाई मैले या हामीले बखान गर्नु, देवकोटालाई मैले या हामीले बखान गर्नु उचित र सम्भव नहोला। रचना शब्द र भाषाको उनी महासागर हामी कहाँ खरेक होला, हामी कहाँ खरेक होला। धन्यवाद।